आज हामी लिची लिन हिँड्दैछौँ है। लिची टिप्न जाँदैछौँ हामी। यो हामी लिची टिप्न उहाँ जानुपर्छ। यो घर कटेर उता पर उता अगाडि शिव मन्दिर छ हाम्रो। यो हाम्रो रोड हो। हाम्रो घर उता तल छ, उता अगाडि चोक छ गाइस। यो मेरो दुईजना साथीहरू, एउटा बहिनी एउटा दिदी। लिची टिप्न जाने ठाउँ हो। हेर्नुस्, त्यहाँ लिचीको बुट। हाम्रो जङ्गल, हाम्रो मन्दिर आयो। तो दामी आएको यता देख्छु यता। स्कुल भुपु सैनिक आमादेवी सेकेन्डरी इङ्ग्लिस स्कुल। छ हाम्रो रोड। लिची टिप्न जाने ऊ त्यहाँ हो पर। यो धानबारी यो गाउँ रोक्नु। यो गाउँ भयो। लिची ऊ त्यहाँ भयो। यता काला काला मान्छेहरू। लिची हामी यही लिची किन्न आएको। 10 रुपियाँको 3टा दिन्छन् रे। किनेको त छैन तर किनेर लाने हो। कस्तो राम्रो झप्पै परेको लिची। वाउ हो लिची आँप पाइने बगैँचा। हामी सधैँ यहाँ टिपेर लिएर जान्छौँ। टिपेर त होइन तर किनेर चाहिँ लान्छौँ। टिपेर त मिल्दैन काको बारी। उता आँप फलेछ, लिची पनि छ। आँप त्यति साह्रो छैन तर लिची टन्नै छ। झरेछ मैले भेटाएँ। काँचो छ कति मिठो छ। आँप वाउ हेर्नुहोस् आँप। आँप हेर्नु आँप वाउ। यो हाम्रो लिची खाने गार्डन हो कि के अरे गलैँचा। वाउ आउनुहोस् आउनुहोस् खानुहोस्। 10 रुपियाँको 3टा। भयो हो गयो।